हेलो हजुर दर्शन नमस्ते गुड मर्निङ एन्ड सेवा हो। म आज तपाईँहरू बिच फेरि यो रुद्राक्षकै क्राफ्टिङ विषयमा म आज आउँदैछु। किन मैले भिडियो बनाउनु फेरि बाध्य परेँ भन्दाखेरि कतिलाई त अझै कन्फ्युज भएर के त्यो फिक्स कुन सिस्टमले कतिमा जोड्नु पर्ने त्यसको नि हुन पनि हो। अलिकति मैले त्यो सिस्टम सिकाउन मैले भुल गरेछु हैन। त्यसमा म क्षमा माग्दै म आज त्यो भुल त्रुटिहरूलाई क्षमा माग्दै म आज फेरि रिन्यू गर्दैछु ग्राफ्टिङकै विषयमा। यसको पनि के हुन्छ भने यो रुद्राक्षका पनि उमेर मिल्दो हुनु पर्यो के, दौतेरी मिल्दो हुनु पर्यो अनि मात्र हुन्छ। मतलब यदि यतिको यो छिपेको छ, यो छिपेकोमा उही सुहाउँदाकै जोड्नु पर्यो के। अब यहाँ म देखाउँदैछु उदाहरण। यो यतिको छिपेको छ भने यसलाई चट्टै यहाँ काट्ने हैन, यसरी काट्ने। हेर्नुहोस् है, यो एउटा आँखा अनिवार्य रहनुपर्छ। यो आँखा देख्नुभयो नि, यो आँखा रहनुपर्छ। यो आँखादेखि माथिल्लो आज चाहिँ म प्रष्ट गर्दैछु है, प्रष्ट सिकाउँदैछु। यो आँखाको भागलाई काटेर फाल्ने, टक्क यसरी काटेर फाल्ने। यसरी फाले पछाडि यो आँखासम्म चिर्ने। अब मैले बोटैमा गएर सक्सेस देखाउन त सकिनँ, तर पनि इक्जाम्पल हो। इक्जाम्पल दिएपछि र लिएपछि हुन्छ है। यतिसम्म हान्ने हो यसरी, यो आँखासम्म छ्याप्प यतिसम्म हान्ने। त्यस पछाडि अब यसको मिल्दो यही उमेरदारी एउटा उदाहरण, यो उमेरको सम्म जोड्न सकिन्छ। हेर्नुहोस् है, यो उमेरको सम्म जोड्न सकिन्छ। ल यतिकोसम्म जोड्न सकिन्छ। मतलब यतिको छिपेकोमा हेर्नुहोस् है, लगभग यतिको मिलेकै देखिन्छ नि हैन। यो उमेर मिल्नु पर्यो र यसको दुई आँखा राख्ने, दुई आँखा मुनि टक्क काट्ने, यसरी काट्ने, टक्क भाँच्ने, यो मिलाउने सकभर। अर्को पनि मैले विधि सिकाउनु भुलेको छु। के हो भन्दाखेरि अर्को विधि चाहिँ यो ताचेकोलाई जुन काटिन्छ नि, यो काटे पछाडि यसलाई सकभर हातको चक्राले नछुँदा राम्रो हुन्छ। हाम्रो हत्केला, हाम्रो हातहरू, यी चक्राहरू धेरै विषालु हुँदो रहेछ। यसमा पावर धेरै हुँदो रहेछ कि हाम्रो हत्केलाहरूमा। त्यसकारण यसलाई जोगाएर टक्क यसरी हान्ने हैन, यसरी मिल्नु पर्यो दुवैपट्टि। यसरी मासुको भाग बराबरी हुनु पर्यो, किनभने अर्कोसँग टच हुँदाखेरि यो मासुले खानु पर्यो के। अनि यसलाई अब यसरी जोडिन्छ। यो साइज मिलेको छ, उमेर मिलेको छ है। यो म यहाँ अप्ठ्यारो एउटा स्याम्पलको लागि मात्र देखाउँदैछु। त्यसकारण मैले यो कैँचीले थोरै, ब्लेडले मैले थोरै चिन्ह लाएँ। यसो गर्ने, ट्याक्कसँगले यतिसम्म जोडिदिने। जहाँसम्म ताचिएको छ त्यहीँसम्म जोड्नु पर्यो। यो अलिकति पनि यस्तो माथि उठ्नु भएन है, यस्तो उठ्नु भएन हैन, यस्तो छोडिनु भएन। यस्तो भयो भने अलि त्यति राम्रो पक्रेको हुँदैन। अनि टक्क यसरी यतिसम्म खुलाइदिने। ल हेर्नुहोस्, यसरी जोडिएको छ हैन, टक्क मासुको भाग मिलेको छ। यसरी मिल्नु पर्यो। यताको भाग पनि त्यसरी नै मिल्नु पर्यो। अझै यो पनि म देखाउँछु, बेर्ने तरिका पनि ल देखाइदिउँ। ल म एकपटक जे जस्तो भए पनि अलि प्रष्ट भएन भनेर कसैले मलाई कमेन्ट गर्नुभएको छ कि, त्यसकारण यस्तो गर्ने, क्र्याप्प यसरी लग्ने। यो हावा छिर्नु भएन है। ल यति भए पछाडि टक्क यहाँ
छिनाउने, छिनाए पछाडि यसमा छिनाए पछाडि अब यसो गर्ने, यो राम्रो खानु पर्यो है, सबै पक्रिनु पर्यो यसरी, सबै पक्रिनु, कतैबाट हावा पानी लिक हुनु भएन। त्यस पछाडि टक्क यहाँ मुनि यो जोडाइ छ, यो जुन जोडेको भाग त्यसको मुनि राख्ने, यसरी राखे पछाडि यसरी राखेर घुमाउने, यसरी बेर्ने हैन, यसरी बेरेर टक 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 यसो गरेर, धेरै फन्का पनि चाहिएन हैन, यसलाई पछि खोल्नु पनि सजिलोको लागि, यो चाहिँ अलि टिनिक्क हुनुपर्छ, अलि टिनिक्क आएको हुनुपर्छ। अनि उसको आँखा यसरी जोगाएर राख्नु पर्यो। ल यसो गरेर ठक्क राखिदिने, यति मात्र, यतिकै छोड्ने हो। यतिकै छोडे पछाडि के हुन्छ भन्दाखेरि पछि खोल्न सजिलो भयो। अब 18-20 दिन 35-36 दिन पछि यहाँनिर जस्तो मुना आउँछ, टुसा यस्तो फस्सा यस्तो आउँछ, यस्तो चेपिएर आएको हुन्छ, यस्तो चेपिएर आएको हुन्छ, त्यतिखेर यहाँ फक्कै मुना बसेको हुन्छ, पत्ता निस्केको हुन्छ मुना। त्यस पछाडि यसलाई खोल्नु सजिलो के हो भन्दाखेरि यस्तो गर्ने, पछि गएर होइन यसो गर्ने, यसरी खोलिदिने, टक्क यसरी खोल्ने, त्यो सजिलो हुन्छ। र यसलाई पनि यसो गरेर यसरी फुकाउने, फुकाएर जताबाट पहिला राखेको छ त्यतैबाट अलग्ग यसो हेर्ने, पहिला यता पनि हेर्ने मासुको भाग कतिको पक्रेको छ, यो मासुको भाग ट्याप्पै यो छालाले पक्रेको छ छैन त्यो हेर्ने, बाहिरबाटै देखिन्छ, टेपमा देखिन्छ होइन, टेपबाट हेर्ने। यदि मासुको भाग एउटै मासु भएको छ, जोइन भएको छ भने त्यस पछाडि बिस्तारै यसरी खोल्ने, खोलिदिने। अर्थात् राम्रो जोइन भएको छैन भने यो माथि मात्रै जुन थियो अघि त्यसमा चाहिँ ठक्क यस्तो गरेकोमा टक्कै थोरै यहाँ माथि मात्रै, मैले अस्ति सिकाएको छु भिडियोमा, त्यस्तै तरिकाले काट्ने। होइन भने यहाँ मासुको भाग राम्रो जोइन छालाले राम्रो पक्रेको रहेछ भने एकैचोटि खोल्न सक्नुहुन्छ टक्कै बिस्तार। यसलाई मैले बारम्बार भनेको छु, सकभर चक्राले यसरी नपक्रिनु होला, यसलाई यसो गरेर अलग्ग ब्लेड लाउने, यता पनि ताच्ने, त्यस पछाडि अलग्ग यसरी स्वात्तै यसरी लाउने हो, यो मिलाएर यसरी होइन, यसरी हुन्छ। यो एउटा भयो। अर्को विधि अब जुन यो लेभलमा अब देखाउँदैछु, यसको 3 स्टेप हुन्छ, 3 स्टेप हुन्छ, ताकि यो अहिले यो सिकाएको, मैले सिकाएको लास्ट स्टेप हो। लास्ट स्टेपको भनेको 40-45 दिनपछि मात्रै लगभग ठोसा आउँछ। यो दोस्रो स्टेप पर्छ। दोस्रो स्टेपको यतिको भाग चाहिँ यो मुनादेखि यतिको भागलाई, यो अलि धेरै कलिलो भइगएको छ, यसलाई अलि जोगाउन गाह्रो पर्छ। यतिकोसम्म मिल्काइदिने है, टक्क मिल्काउने, यो भाग राख्ने। हेर्नुहोस् जुन देखाएको छु यतिको भागदेखि राम्रो हेर्नुहोस् है सबैले। म अब फेरि दोहोर्दै यो भिडियोमा हाल्दिनँ ल, तपाईँहरूले प्रष्ट हेर्नु होला। यतिको छ जुन, यतिको छ भने हो यतिको मुना भएकोलाई यो साइजसम्म चाहिँ फालिदिने। र यो फर्स्ट स्टेपको हो यो। अब यो टक्कै अघि फालेकै भएको है, यो 2 आँखा अनिवार्य राख्ने, यो 2 आँखा राखेर टक्क अब 1 आँखा यहाँ फाल्नु, 3 आँखा छ फाल्नु बाध्य पर्छ। र यो आँखाको भाग पनि यसरी राख्ने, यो आँखाको भाग, यो आँखाभन्दा अलिकति माथि नै काट्नुपर्छ, किनभने टेप बेरेर यता ल्याउँदाखेरि यो आँखामा असर नपरोस् के, पछि यसरी टुसा आउँछ नि, यो टुसालाई असर नगरोस् के। यो तल फेदैमा काट्नु हुँदैन, यति माथि थोरै टपमा राख्ने, थोरै टपमा राखेर अनि प्लास्टिक बेर्न सजिलो भयो, टेप बेर्न सजिलो भयो। अब यो सिकाउँदैछु फर्स्टको होइन, फर्स्टको यो भनेको लगभग तपाईँहरूले
यो फर्स्टको चाहिँ कति छिटो आउँछ भने 15 देखि लगभग 20-25 दिनमा यसको चाहिँ मुना ठोस आउन थाल्छ है। त्यति छिटो हुन्छ फर्स्टको चाहिँ। अर्थात् अब फर्स्ट नभनौँ, फर्स्ट त यो भयो हैन। यो काम लाग्दैन, यसले चाहिँ अलि धेरै नरम हुन्छ र यसलाई जोगाउन गाह्रो पर्छ। सकेदेखि यसबाट पनि हुन्छ तर धेरै नरम। यो चाहिँ अब धेरै दह्रो छ। दह्रो भएकोले यो दोस्रो स्टेप भनौँ। फर्स्ट स्टेपको यसरी फालिहालियो, दोस्रो स्टेपको त्यसलाई पनि त्यही सुहाउँदो, त्यही उमेर मिल्दै उसलाई पनि फेरि जोड्नु पर्यो। बुझ्नुभयो नि? छिप्पेकोमा जोड्नु भयो भने यतिको आउन चाहिँ आउँछ लाग्छ, तर त्यो बोक्राले पक्रिनु अलिक समस्या पर्छ के। अनि यसलाई यतिकोलाई यो फर्स्ट स्टेपलाई टक्क यसरी काटेर फालिदिएर यही स्टेपमा तपाईँले जोड्नु भयो भने चाहिँ फेरि साह्रो राम्रो पक्रिन्छ, छिट्टो पक्रिन्छ हैन। र यो दोस्रो अब स्टेप भयो, यति टक्कै यो ल यो गयो। दोस्रो स्टेपको तेस्रो स्टेपको फेरि अर्को ल्याउने, त्यस्तै तेस्रो स्टेपकै नै दुई आँखा जहिले दुई आँखादेखि मुनि काटेर जोड्ने हो। तेस्रो स्टेपको यो ठाउँमा पनि लिएर जोड्नु भयो भने अर्थात् यो तेस्रो स्टेपको भयो हैन। अब यहाँ तपाईँले यो एक आँखा चाहिँ मास्नै पर्छ। किन भन्दाखेरि यसको अलिकति अब समस्या हुन्छ, जोड्दाखेरि छोटो हुन्छ नि त। त्यसकारण यो एक आँखा चाहिँ मास्नै पर्छ। यसरी यसो गर्ने, यो चक्राले सकभर नछोस्। अनि यतिको मासु राखेर मात्र, यतिको मासु राखेर हैन, छालाको भाग राखेर जोडान गर्नुभयो भने एकदम मजाले हुन्छ हैन। यो कुरो ग्यारेन्टी है। कतिले चाहिँ भन्नुभएको छ मैले जोडान गरेको भएन, बिग्रियो भन्नुभएको छ, अलि राम्रो सक्सेस भएन, थोरै मात्रै बाँच्यो भन्नुभएको छ नि। तर त्यो कारण छ यसमा। त्यो अब स्टेप आफ्नो स्टेप उमेर मिल्दो राखियो भने चाहिँ सक्सेस हुन्छ। थोर बहुत होला, कुनै बाई मिस्टेक होला, तर धेरै जसो चाहिँ बाँच्ने गर्छ के। आफ्नो उमेर मिल्दो हुनु पर्यो। एक स्टेप अझै म भन्छु, यो 1 स्टेप माइनस, ल यो 1 स्टेप माइनस फालिदियो। यो जहिले दुई आँखाको मुनि राख्ने, दुई आँखादेखि मुनि जडान भागसँग यो 2 स्टेपको 2 मै जोड्ने। यो दुई आँखा छोडेर, यो दुई आँखा छोडेर फेरि तल 3 स्टेप भयो। यो 3 स्टेपको पनि यो 3 स्टेपको पनि 3 स्टेपमै जस्तो दुई आँखाको मुनि पर्ने 3 स्टेपमै जोड्ने। अब 4 स्टेप भयो, 4 स्टेप भयो नि, 1 2टा छोड्ने है। यो दुईटा आँखा छोड्ने, त्यसको मुनि जडान भाग निकाल्ने। अनि यो 4 स्टेपकै लाइनमा जोड्ने के। मतलब यो 4 स्टेपको यहीँसम्म जोड्न सकिन्छ। यति मुनि चाहिँ जोड्न अलिक सकिँदैन, किनभने धेरै छिपेको हुन्छ। ल यसको जानकारी यति भयो हैन। यो जानकारी पछाडि अब म अर्को ग्राफ्टिङ गर्दाखेरि झ्याङमा, ठुलो झ्याङमा, मतलब यस्तो झ्याङतिर तपाईँ पसेर ग्राफ्टिङ गर्नुभयो भने लिस्न बनाएर, लिस्नहरू भर्याङ बनाएर यदि ग्राफ्टिङ गर्नुभयो हैन, तर त्यसलाई पनि छोड्ने त्यसको सिस्टम हुन्छ। मानिलिउँ यो एउटा रुख भयो, यो एउटा रुख भयो। यसमा तपाईँ पस्नुभयो। अब तपाईँले यसलाई ग्राफ्टिङ गर्नुभयो। एउटा इक्जाम्पल, यो ठाडो छ है, यो ठाडो छ। यो स्टेप अघि नै सिकाएको छु, त्यही स्टेप अनुसार अब यसलाई यो 1 स्टेपलाई पक्का फालिदिने। त्यस पछाडि यसलाई यसो गरेर अलग यसरी भाँच्ने। यो 2 स्टेपमा टक्कै जग्गाले अर्को लिएर ग्राफ्टिङ गर्ने। त्यस पछाडि यो त झ्याङ भयो, पुरै झ्याङ छ होइन। यो झ्याङ मैले पनि पहिला अब नजानेर पुरै फेदमा सबै काटिदिएँ, ताछिदिएँ होइन। अनसक्सेस भयो। किन भन्दाखेरि
यसलाई अब यसले पाउने प्रोटिन यिनीहरूले खाइदिँदो रहेछ, यिनीहरूले तानिहाल्दो रहेछ। त्यसकारण यो भोलि सुकेर पनि जान सक्छ, कच्राउन पनि सक्छ। त्यो नकच्राउनको लागि यसले पनि प्रोटिन भिटामिन पाउनको लागि मुनिदेखि आउने भिटामिन पाउनको लागि यिनीहरूलाई लगभग अब ठुलो हाँगार छ भने यत्रो हाँगार छ भने त्यसलाई पर 4 फिट 5 फिट जति पर काटिदिने, टक काटेर छिनाइदिने। पछाडि यो जब सक्सेस भएर यत्तिकै भइ निस्कन्छ नि, यत्तिकै भयो, यत्तिको भएपछि चाहिँ फुल्ली सक्सेस भयो भनेर तपाईँहरूले थाहा पाउनुहोस्। र त्यसको लागि त्यस पछाडि मात्र सबै पिप्रापिप्रीहरू अरूले हानेको पिप्रापिप्रीहरू सबै लुचेर फाल्ने। यसमा जस्तो यत्तिको सक्सेस भएर आएपछि मात्र अरूको पिप्रापिप्रीहरू पनि भाँचेर फाल्ने। र यसलाई पनि यसो गर्ने, ट्याक यसरी काटेर यसरी होइन यतिसम्म चाहिँ मिल्काइदिने। किन यिनीहरूले भिटामिन नखाओस् न, होइन यो टुप्पोले भिटामिन नखाओस्। अनि यसो गरेर यत्तिकोसम्म सिक्रे पारेर तपाईँहरूले राख्न सक्नुहुन्छ। धेरै पनि होइन, धेरै ठुटा पनि होइन, यतिसम्म बनाएर तपाईँहरूले राख्न सक्नुहुन्छ। जब यो सक्सेस भइसक्छ, यस्तो पाउला आइसक्छ, यत्तिको आइसक्छ, तब यसलाई नै पछि मठार्न सक्नुहुन्छ तपाईँहरूले। बिस्तारै मठार्ने। जस्तो यता आएको पिप्राहरूलाई पनि यसको यत्तिको भइसके पछाडि, यो जडान गरेको यत्तिको भइसके पछाडि तपाईँहरूले अरूको पनि पिप्रा आएको हुन्छ। त्यो पिप्राहरू सिप्रा सबै तपाईँहरूले यो हाँगा यता पलेको पिप्राहरू सबै फाल्न सक्नुहुन्छ। यता पलेको पिप्राहरू सबै फाल्न सक्नुहुन्छ। अनि चाहिँ तपाईँको सक्सेस भयो, होइन? ल, आजको जानकारी त्यति नै। तपाईँहरूलाई जुन म फेरि अर्को भिडियो लिएर आउनेछु। कति तपाईँहरूलाई धेरैलाई थाहा नहुन सक्छ कलमीको विषयमा। त्यो कलमीको विषयमा पनि के भने, जुन मैले हाम्रो गाउँठाउँमा चाहिँ अस्ति माघ महिनामा बनाएको थिएँ, त्यो माघ महिनाको अनसक्सेस भयो सबै। त्यो चाहिँ हाम्रो अलिक चिसिने ठाउँ परेर अनसक्सेस भयो। अलिक गर्मिलो धेरै तापक्रम भएको ठाउँमा चाहिँ तपाईँहरूले माघमै ग्राफ्टिङ गर्नुहोस्, अर्थात् कलमी बनाउनुहोस्। हाम्रोतिर चाहिँ अलि ग्राफ्टिङ यो फागुनदेखि उसो मात्र हाम्रो गाउँठाउँमा बनाउँदा ठिक हुने रहेछ। समुद्री सतहको लगभग 1000 मिटर उचाइ, 1000 मिटरसम्म उचाइ छ भने त्यो ठाउँमा देब्रे दाहिने जग्गै भए पनि सक्सेस हुन्छ। यदि दाहिने जग्गा भनेको कतिलाई थाहा छ, कतिलाई थाहा छैन। दाहिने जग्गा भनेको घाम झुल्कन साथ फट्टै भेटिहाल्ने दाहिने जग्गा। देब्रे जग्गा, यता देब्रे भनेको चाहिँ कस्तो भन्दाखेरि घाम झुल्केर पनि भरै 7, 8, 9 बजे मात्र भेटिसक्ने देब्रे जग्गा। हाम्रो देब्रे जग्गा पर्छ, यो म बसेको लाइनमा 1400 मिटर पर्छ भने मेरो पुरानो साबिक घर बारीमा चाहिँ 1000देखि धेरै भनेको 1100 मिटर पर्छ दूरी। त्यसले गर्दा त्यो हाम्रो गाउँठाउँमा त्यतिकोमा मजाले हुन्छ। धेरैले भन्नु पनि भएको छ, राम्रो पनि हुन्छ। र धेरै आहोलमा, धेरै गर्मीमा पनि हुँदैन भन्ने पनि कतिपय साथीहरूले भन्नुभएको छ, होइन? त्यो कलमीको जरा कतिको भएपछि मात्रै सार्नुपर्छ भन्ने पनि पछि म सर्ट भिडियोमा हाल्नेछु, उदाहरण देखाउनेछु। मतलब जरा सेतो हुन्छ। अर्को कुरो छ, अघिकै मेरो कुरो छ, मैले माघमा कलमी बनाएको थिएँ। त्यो कलमी सबै मेरो अनसक्सेस भयो। किन भन्दा चिसो याममा चिसो मौसम परिदियो। त्यतिखेर मेरो चिसोले गर्दा जरा हान्न सकेन। पुरै यस्तो मुड्की जस्तो मात्रै, यस्तो मात्रै निस्क्यो के, ठक्क यस्तो मात्रै छ सबै। यता यसरी अब मल बाँधेको, माटो र मल बाँधेको यो मुड्की जस्तो मात्रै निस्किदियो। यस्तो बुथुरे जरा लागेन। तर मैले फागुन जाँदातिर बनाएको भिडियो पछि म अरूको बनाइदिएको, होइन, कलमी बनाइदिएको कति राम्रो सक्सेस भएको छ भन्ने कुरो पछि म सर्ट भिडियोमा हाल्नेछु। सेतो जरा सेतो हुँदाखेरि बराबर पल्छ, बाक्लो पल्छ जरा। तर त्यो जरा सेतो
छ भने त्यो बाक्लो आए पनि हतार हौसी लिएर तपाईँहरूले नसार्नुहोस्। त्यो सेतो जरा हुँदा कुहिजान्छ, बिग्रिहाल्छ है। त्यो सेतोदेखि नि हरियो जरा चाहिँ लगभग यस्तो हुनु पऱ्यो क्या, यस्तो हरियो भएर आउनु पऱ्यो उसको जराहरू। त्यो सेतो जरा यस्तो हरियो भएर आए पछाडि त्यो चाहिँ छिपेको, त्यो सक्सेस हो। त्यस पछाडि चाहिँ तपाईँ अब कत्रो खाडल खन्द मन लाग्छ, 1 मिटर गोलाइ 2 मिटर अर्थात् 1 मिटर गहिराइसम्म खनेर मलको रास थुपारेर तपाईँले ती बिरुवालाई प्रयोग गर्न सक्नुहुन्छ, रोप्न सक्नुहुन्छ। किनभने त्यो भनेको सक्सेस हुन्छ। जति धेरै मल लायो त्यति छिटो सक्सेस हुन्छ। त्यो अरू बोट बिरुवा जस्तो अरू कोदोहरू धान जस्तो अब त्यो हौसिएर बिग्रने कुरो हुँदैन। जति धेरै मल भयो त्यति रुचे हुन्छ, उसलाई है रुचाउँछ। मेरो भिडियो कस्तो लाग्यो पुरा जानकारी मैले दिएको छु यहाँहरू सम्पूर्णलाई। मेरो भिडियो यदि मन पराउनु भयो भने एक लाइक, एक कमेन्ट र सेयर पनि गरिदिनु होला, सबै ठाउँ पुगोस् है। मैले जुन सिकाएको कलाहरू सबैलाई, कतिलाई अब अभाव होला, नजानिरहेको होला, सेयर पनि गरिदिनुहोस्, सबैलाई सेयर गरिदिनुहोस्। मैले सिकाएको जानकारी उहाँहरू कहाँ पुग्न सफल होस्। र यदि न्यू साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै म अहिले तपाईँहरू सामु बिदा लिँदैछु। फेरि अर्को भिडियोमा उपस्थित हुनेछु। हस्त, धन्यवाद।